हेलो एन्ड नमस्कार, म पार्थिभरा ज्वेलर्स लालबन्दीबाट। प्रायःजसो कस्टमरले हामीलाई सोध्नुहुन्छ, हामीले पसलमा तयार गरेर राखिएका सामान किन्छौँ जसको तोल नाप्न मिल्दैन, यसको तोल फरक त पर्दैन भनेर। यसबारेमा बुझ्न हामीले 2076 सालमा बेचेको नौगेडी कस्टमरले पैसाको आवश्यकता परेर हामीलाई बेच्नु भएको छ। यसलाई खोलेर हेरौँ है त। हुन त योभन्दा अगाडि पनि हामीले थुप्रै पटक सामान रिटर्न लिएका छौँ, तर भिडियो चाहिँ बनाउने मौका मिलेको थिएन। कुरा के भने नि, हामीले बेचेका सामान जुन नाप्न मिल्दैन, ती सामानको बिल सुरक्षित छन् भने, सामान नखोलिएको टुटफुट भएर सुन नउकिएको छ भने हामी बिलमा नै लेखिएको वेटबाट त्यो दिनको सुनको किनबेचको रेट अनुसार हिसाब गरेर ग्राहकलाई पैसा दिन्छौँ। तर यदि सामान अरूको पसलको छ भने अनि हाम्रो पसलको सामान भएर पनि टुटफुट भएर सुन हराएको उकिएको छ भने चाहिँ खोलेर हेर्नुपर्छ। हामीले कस्टमरलाई हिसाब किताब गरेर पठाइसक्यौँ। त्यसपछि मलाई भिडियो बनाउन मन लागेर यो खोल्दैछु। यो नौगेडी 2076 साल 9 महिना 15 गते 74,200 रेट हुँदा तयार गरिएको थियो। जब हामीले यो नौगेडी खोलेर जाँच गर्यौं, यसमा हामीले त्यति बेला दिएको सुनको तोल ठ्याक्कै उस्तै पायौं। यो हाम्रो कामप्रतिको इमान्दारिता, सामान नभएको गुणस्तर र विश्वासको सानो प्रमाण हो। हामी सधैँ शुद्ध सुन, सही जर्ती र पारदर्शी काममा विश्वास गर्छौं, किनकि ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। हामीमाथि विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। तपाईहरू पनि आफ्नो चाहना अनुसारका डिजाइनमा सुनका गरगहना बनाउन मन छ भने हामीलाई सम्झनुहोला। थ्यांक यू।